स्वागत छ। आज हामी नेपालको शिक्षा प्रणालीबारे अलिक गहिरिएर कुरा गर्दैछौँ हैन? हामीले पाएका विभिन्न लेख रचना टिप्पणीहरू हेरेर। हो एकदम। र सुरु कहाँबाट गरौँ भने यो प्रणालीको जग कसरी बस्यो भन्नेबाटै होला। हामीले हेरेका कुराहरू अनुसार त यो प्रणालीको जरा पुरानो ब्रिटिस भारतको जस्तो अलिअलि त्यतैबाट सरेर आएको देखिन्छ नि है? हो नि। अनि त्यसको खास उद्देश्य मतलब सोच्ने सृजनशील मान्छे बनाउने भन्दा पनि भनेको मान्ने अराएको काम गर्ने कर्मचारी बनाउने जस्तो थियो रे। त्यही भएर होला है स्कुलमा एकदम अनुशासनमा बस्नुपर्ने, चुप लाग्नुपर्ने अनि त्यो घोक्ने कुरामा बढी जोड दिएको। एकदम। जिज्ञासा राख्ने, किन कसरी भनेर सोध्ने बानीलाई त खासै प्रोत्साहनै गरिएन। अनि त्यसको असर के भयो भन्दा त्यो आलोचनात्मक सोचाइ, नयाँ कुरा सोच्ने, समस्या समाधान गर्ने अनि यो भावनात्मक कुराहरू त पाठ्यक्रममै परेनन् क्या? हो त। जस्तो एउटा लेखमा थियो नि, किताबमा जे छ त्यही सार्नेले नम्बर पाउने तर आफ्नै तरिकालाई बुझेर लेख्छु भन्नेलाई वास्तै नगर्ने। त्यो त पुरै घोकाइ भयो नि हैन र? एकदम। र यो घोकाइ र पुरानो पाठ्यक्रमको समस्या खै अझै पनि उस्तै छ जस्तो लाग्छ। हो र? कस्तो छ अहिले? कतिपय किताबहरू त दशकौं पुराना रे, अहिलेको संसार कहाँ पुगिसक्यो किताब उही, वास्तविक जीवनसँग त मेलै खाँदैन। अनि जाँच लिने तरिका नि? परीक्षा पनि उस्तै, कति बुझ्यो भन्दा पनि कति अङ्क ल्यायो भन्नेमै ध्यान। त्यो एसई 12 कक्षाको जाँच पनि मतलब कति जानियो भन्दा कति सम्झिन सक्यो भन्नेमै आधारित देखिन्छ। यो त कस्तो अचम्म। जस्तो एउटा उदाहरण थियो नि, विद्यार्थीलाई माइटोकन्ड्रिया कोशिकाको शक्तिगृह हो भन्न त आउँछ रे। त्यो त कन्ट्रै हुन्छ। तर एउटा सामान्य जागिरको लागि निवेदन लेख्न पर्यो भने आउँदैन रे। कस्तो खाडोल देख्यो नि पढेको कुरा र चाहिने कुरा बीचमा। त्यही त। कतिपय त यस्तो पनि सुनिन्छ, मतलब ब्याचलर सकेकाले नि साधारण कर कसरी तिर्ने, सानोतिनो व्यापार कसरी थाल्ने अथवा आफ्नो कुरा प्रष्टसँग कसरी राख्ने भन्ने सिप पनि हुँदैन रे। कुराहरू नि ती कुराहरू त झन् छुटेकै छन् पाठ्यक्रममा। अनि कलेजको पढाइ पनि धेरै जसो सिद्धान्त मात्रै पढाउने, तर वास्तविकले गरेर सिक्ने अवसर एकदमै कम। अनि नतिजा के भयो त? कि त डिग्री लिएर बेरोजगार बस्नु पर्यो हो, कि त राम्रो अवसर खोज्दै विदेश जानुपर्ने बाध्यता। यो त भयो पढाइको कुरा। तर प्रणालीभित्रै अर्को डरलाग्दो समस्या पनि छ नि। कुन समस्या? असमानताको कुरा? हो, त्यही असमानता। निजी स्कुलहरू छन्, राम्रै गर्छन् होला, तर त्यो पैसा तिर्न सक्नेलाई मात्रै भयो। अनि सरकारी स्कुलहरू नि? सरकारी स्कुलको हालत त खै, कतिमा बजेट छैन, शिक्षक पुग्दैनन्, भिडभाड हुन्छ, मतलब नीति बनाउनेहरूले पनि त्यति चासो दिएको देखिन्न। ओहो, यसले त के भयो भन्दा धनीका छोराछोरी राम्रो ठाउँमा पढ्ने, अघि बढ्ने, अनि गरिबका छोराछोरी चाहिँ सानैदेखि लगभग 5 वर्षकै उमेरदेखि पछि पढ्दै जाने। एउटा विश्लेषणमा त के भनेको थियो भने शिक्षा त सित्तैमा पाउनुपर्ने सेवा हो नि, तर यहाँ त व्यापार जस्तो भयो रे। हो नि। यो असमानता र व्यापार देख्दा एउटा प्रश्न उठ्छ के, आखिर यो प्रणालीले फाइदा चाहिँ कसलाई पुर्याइरहेको छ त? यो महत्त्वपूर्ण प्रश्न हो। के देखिन्छ त हामीले हेरेका सामग्रीहरूमा? केही सङ्केतहरू छन्। जस्तो स्कुलमा राम्रो पढाइ नभएपछि विद्यार्थी अलमलमा पढ्छन्। अनि त्यही अलमलको फाइदा उठाएर ट्युसन सेन्टर, कोचिङ क्लासहरू मजाले चलिरहेका छन्। यो त ठुलै बजार भनेको छ। एउटा त्यो भयो। अनि अर्कोतिर केही विश्लेषणले के भन्छ भने नि, राजनीतिक र शक्तिशाली मान्छेहरूलाई चाहिँ प्रश्न नसोध्ने, हस् भन्ने नागरिक नै ठिक लाग्छ रे। भनेपछि मान्छेले धेरै सोच्न थाले, प्रश्न गर्न थाले भने त गाह्रो हुन्छ भन्ने सोचाइ पनि हुन सक्छ। त्यो पनि एउटा तर्क छ, किनभने सचेत समाजले त शक्तिलाई प्रश्न गरिहाल्छ नि। त्यसो भए यो प्रणाली केवल पुरानो भएर मात्रै होइन, जानी जानी नै यस्तो बनाइएको हो कि भन्ने शङ्का पनि गर्ने ठाउँ भयो, होइन र? हो, त्यो सम्भावनालाई नकार्न सकिन्न। अब कुरा आउँछ यसलाई सुधार्न के गर्न सकिन्छ त? केही उपायहरू देखिएका छन् त? छन्। पहिलो त पाठ्यक्रम नै बदल्नु पर्यो। किताबी ज्ञान मात्र होइन, जीवनमा चाहिने सिप जस्तो राम्रोसँग कुरा गर्न, अरूसँग मिलेर काम गर्न, नयाँ सोच्न, समस्या सुल्झाउन सिकाउनु पर्यो। अनि शिक्षकहरू नि, उहाँहरूको भूमिका? हो, त्यो पनि महत्त्वपूर्ण छ। शिक्षक खालि पढाउने मात्र होइन कि विद्यार्थीलाई सोच्न, खोज्न हौसला दिने, बाटो देखाउने सहजकर्ता बन्नु पर्यो।
सरकारी स्कुलहरूमा प्रविधि, कम्प्युटर, इन्टरनेटको प्रयोग नै बढाउनु पर्ला है? एकदम, त्यो त अत्यावश्यक भइसक्यो। अनि अर्को कुरा, विद्यार्थीलाई उनीहरूको रुचि अनुसारको विषय पढ्न दिनु पर्यो। मतलब सबैलाई डाक्टर, इन्जिनियर नै बन्नुपर्छ भनेर दबाब दिने होइन कि? हो, कला, सङ्गीत, खेलकुद, अरू प्राविधिक सिप कति धेरै क्षेत्रहरू छन् नि, ती सबैको महत्त्व बुझाउनु पर्यो। ल, अब अन्त्यतिर आउँदा हामीले हेरेका सामग्रीहरूले के देखाए भने नेपालको शिक्षा प्रणालीमा समस्या सतही मात्र छैनन्। हो, यो केवल पुरानो भएर मात्र होइन, यसको बनावटमै केही गहिरो, सायद जानाजानी राखिएको कमजोरी पो छ कि जस्तो देखिन्छ। र यी कमजोरीहरू र यसको असरबारे बुझ्नु चाहिँ एकदमै जरुरी छ। र जाँदै एउटा प्रश्न सोच्न छोडेर जाउँ न त। यदि यो प्रणाली साँच्चै हामीलाई सक्षम बनाउन बनेको होइन भने हामीले खोज्नुपर्ने साँचो शिक्षा कस्तो हुनुपर्छ होला? हो नि, खालि नम्बर र सर्टिफिकेटको लागि मात्रै होइन कि साँच्चीकै काम लाग्ने भविष्य बनाउन सघाउने शिक्षा कस्तो होला त्यो?